नमस्कार। आज म 2082 सालमा पोखराको लेकसाइड क्षेत्रमा आयोजना गरिएको सडक महोत्सव तथा अंग्रेजी नयाँ वर्ष 2026 को उत्सव बारे संक्षेपमा चर्चा गर्न गइरहेको छु। पोखरा शहर प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अतिथिप्रति आत्मीयताका लागि विश्वभर परिचित छ। फेवातालको शान्त लहर, माछापुच्छ्रेको मनमोहक दृश्य, हरियाली पहाड र सौहार्दपूर्ण वातावरणले पोखरालाई पर्यटनको राजधानीका रूपमा स्थापित गरेको छ। यही प्राकृतिक र सांस्कृतिक सम्पदाको काखमा अवस्थित लेकसाइड क्षेत्र पोखराको जीवन्त मुटुका रूपमा परिचित छ, जहाँ पर्यटक, कला, सङ्गीत र उत्सव एक अर्कासँग घुलमिल भएर शहरलाई सधैँ जागरुक र रमणीय बनाइरहेका हुन्छन्। पोखरा शहरले अंग्रेजी नयाँ वर्ष 2026 लाई उल्लास, उत्साह र आपसी सद्भावका साथ स्वागत गरेको छ। नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित पोखराको लेकसाइड क्षेत्रमा आयोजित चर्चित सडक महोत्सवले यस वर्ष पनि स्वदेशी तथा विदेशी पर्यटक, स्थानीय बासिन्दा र व्यवसायीहरूलाई एकै स्थानमा जोड्दै नयाँ वर्षको उत्सवलाई विशेष र स्मरणीय बनाएको छ। सडक महोत्सव अवधिभर लेकसाइड क्षेत्र सांगीतिक कार्यक्रम, सांस्कृतिक नृत्य, कला प्रदर्शनी तथा विविध परिकारका खानाका स्टलहरूले अत्यन्तै जीवन्त बनेको थियो। नेपाली मौलिक परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद लिन सकिने व्यवस्थाले महोत्सवको आकर्षण थप बढाएको देखिन्थ्यो। स्थानीय कलाकार तथा सांगीतिक समूहहरूको उत्कृष्ट प्रस्तुतिले वातावरणलाई रमाइलो, ऊर्जाशील र उत्सवमय बनाएको थियो। नयाँ वर्ष 2026 को अवसरमा आयोजना गरिएको यस महोत्सवले विभिन्न संस्कृति, भाषा र समुदायबीच आपसी समझदारी, सहकार्य र सद्भावलाई प्रवर्धन गरेको छ। यस्ता कार्यक्रमहरूले पोखराको पर्यटन प्रवर्धनमा मात्र नभई स्थानीय अर्थतन्त्र सुदृढीकरण, रोजगारी सृजना तथा व्यावसायिक गतिविधि विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ। मध्यरात्रि नजिकिँदै जाँदा उत्सवको रौनक अझ बढ्दै गयो। सङ्गीत, हर्षोल्लास र शुभकामना सहित सहभागीहरूले नयाँ वर्षको स्वागत गरे। यस सडक महोत्सवले नयाँ वर्षको आगमनसँगै नयाँ आशा, सकारात्मक सोच र उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा समेत प्रदान गरेको अनुभूति दिलाएको छ। अन्त्यमा पोखरामा आयोजना गरिएको सडक महोत्सव तथा अंग्रेजी नयाँ वर्ष 2026 को उत्सव सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक संस्था, स्थानीय सरकार, सुरक्षाकर्मी, व्यवसायी तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस्ता सृजनात्मक र सांस्कृतिक कार्यक्रमहरूले पोखरालाई अझ जीवन्त, आकर्षक र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु। नयाँ वर्ष 2026 ले सम्पूर्ण पोखरावासी, सबै नेपाली तथा नेपाल भ्रमणमा आएका विदेशी मित्रहरूमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दछु। यदि तपाईलाई यस प्रकारका जानकारीमूलक सामग्री मन परेको छ भने कृपया यो सामग्रीलाई लाइक, शेयर तथा फलो गर्न नबिर्सनुहोला भन्दै म बोधराज पौडेल बिदा हुन चाहन्छु। धन्यवाद। नमस्कार।